पछिल्ला केही दशकमा एउटा यस्तो देश छ जसले विश्वको आर्थिक नक्सा नै भनौँ न पुरै बदलिदिएको छ। कुनै बेला विश्वको कारखाना भनेर चिनिने यो देश आज प्रविधि र व्यापारको एक विश्वव्यापी शक्ति केन्द्र बनेको छ। हो, हामी चीनको बारेमा कुरा गर्दैछौँ। तर सवाल के हो भने केही दशक अघिसम्म सस्तो सामान बनाउनका लागि मात्र चिनिने देश आज विश्वकै आर्थिक महाशक्ति बन्न कसरी सफल भयो? ल आउनुहोस्, यसको पछाडिको रणनीति के रहेछ खोतलौं। चीनको आर्थिक शक्ति कत्रो छ भनेर बुझ्न सायद यो एउटा आँकडा नै काफी छ। सन् 2025 सम्ममा चीनको व्यापार बचत अर्थात् ट्रेड सरप्लस $1 ट्रिलियन नाग्ने अनुमान गरिएको छ। सोच्नुहोस् त, यो यति ठूलो रकम हो कि यसले विश्व बजारमा चीनको पकड कति बलियो छ भनेर स्पष्ट पार्छ। अब यो सबै कुनै सहयोगले भएको त पक्कै होइन। यसको पछाडि एउटा लामो र एकदमै सोचेर बनाइएको रणनीति छ। आउनुहोस्, चीनको शक्तिका ती मुख्य आधारहरू के हुन् हेरौं। खासमा चीनको सफलता मुख्यतया 3वटा एक आपसमा जोडिएका खम्बाहरूमा टिकेको छ। पहिलो, सडक र बन्दरगाह जस्ता विशाल पूर्वाधारमा गरिएको ठूलो लगानी। दोस्रो, शिक्षामा जोड दिएर सस्तो श्रमलाई दक्ष जनशक्तिमा बदल्ने काम। र तेस्रो, सरकारी योजना र बजारको शक्तिलाई एकदमै चलाखीपूर्वक मिलाएर महत्त्वपूर्ण उद्योगहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा उतार्नु। यी तीनवटै मिलेर चीनको विकासलाई गति दिइरहेका छन्। अब कुरा गरौं चीनले आफ्नो आर्थिक प्रभावलाई देशबाहिर मतलब विश्वभरि नै कसरी फैलाइरहेको छ। उसको विश्वव्यापी व्यापार रणनीतिले त वाणिज्यको नक्सा नै फेरि लेखिरहेको जस्तो देखिन्छ। र यो काममा चीनको सबैभन्दा ठूलो र महत्वाकांक्षी परियोजना हो बेल्ट एन्ड रोड इनिसिएटिभ वा BRI। यसलाई आधुनिक सिल्क रोड पनि भनिन्छ। यसको मुख्य उद्देश्य एसिया, अफ्रिका र युरोपलाई सडक र सामुद्रिक मार्गहरू मार्फत जोड्नु हो। BRIका उद्देश्य दुईटा छन्, एकदमै प्रष्ट। पहिलो त विश्वभरि भौतिक सञ्जाल विस्तार गर्ने र दोस्रो, जुन अझै महत्त्वपूर्ण छ, विकासोन्मुख देशहरूमा पूर्वाधार बनाउन ऋण दिएर त्यहाँ आफ्नो आर्थिक र राजनीतिक पहुँच स्थापित गर्ने। चीनको अर्को एउटा महत्त्वपूर्ण रणनीति छ जसलाई मेड इन चाइना 2025 भनिन्छ। यो नीतिले चीनको पहिचान नै बदल्दियो। ऊ अब सस्तो खेलौना र कपडा बनाउने देश मात्र रहेन, बरु इलेक्ट्रिक गाडी, 5G प्रविधि र सौर्य प्यानल जस्ता उच्च प्रविधियुक्त क्षेत्रहरूमा विश्वव्यापी नेतृत्व लिने दिशामा अगाडि बढेको छ। अब हेर्नुहोस्, पश्चिमा देशहरूसँग व्यापारमा तनाव बढ्दा चीन चुप लागेर बसेन। उसले एकदमै चलाखीपूर्वक एउटा नयाँ बाटो समात्यो। उसले अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसिया जस्ता ग्लोबल साउथका देशहरूसँग आफ्नो व्यापारिक सम्बन्धलाई झनै गहिरो बनायो, जसले उसको आर्थिक इन्जिनलाई निरन्तर चलाइराख्यो। अबको लडाई त्यो प्रविधिको हो र चीन यो दौडमा सबैभन्दा अगाडि देखिन्छ। उसको रणनीतिको अर्को चरण नै प्राविधिक सर्वोच्चता हासिल गर्नु हो। यो आँकडा हेर्नुहोस् त, यसले देखाउँछ चीनले अटोमेसनमा कस्तो पकड जमाएको छ। आज संसारमा जति पनि औद्योगिक रोबोटहरू चल्छन् नि, त्यसको 40% भन्दा बढी चीनमा मात्रै छन्। यसले उसको विशाल उत्पादन क्षमता र भविष्यको तयारीलाई छर्लङ्ग पार्छ। चीनले आफ्नो भविष्यको आर्थिक विकासका लागि एउटा नयाँ नारा नै अघि सारेको छ, न्यू क्वालिटी प्रोडक्टिभ फोर्सेस। अब यो सुन्दा अलि जटिल लाग्ला, तर यसको अर्थ एकदमै सरल छ। अबदेखि विकासको आधार पुरानो उद्योगहरू होइन, बरु एकदमै नयाँ प्रविधि, आविष्कार र दक्षता हुनेछ। यो सामान बनाउनेबाट नयाँ प्रविधि आविष्कार गर्नेतर्फको एउटा ठूलो फड्को हो। यो नयाँ प्राविधिक रणनीतिका पनि 3वटा मुख्य आधारहरू छन्। पहिलो हो AI र रोबोटिक्समा विश्वकै लिडर बन्ने। दोस्रो, हरित प्रविधि मतलब ग्रीन टेकमा लगानी गरेर ऊर्जामा आत्मनिर्भर हुने। र तेस्रो, जुन सायद सबैभन्दा महत्त्वपूर्ण छ, त्यो हो सेमिकन्डक्टर जस्ता प्रविधिमा आत्मनिर्भर बन्नु, ताकि पश्चिमा प्रतिबन्धहरूको असर नपरोस्। ल, यदि सबै कुरा गरेपछि अब प्रश्न उठ्छ, चीनको यो तीव्र उदयले बाँकी विश्वमा, खास गरी उसका छिमेकी देशहरूमा कस्तो असर पारिरहेको छ त? चीनको प्रभावलाई एउटै भनाइले राम्ररी समेट्छ। छिमेकीहरूका लागि यो एकैसाथ अवसर पनि हो र चुनौती पनि। एकातिर चीनको विशाल बजारमा पहुँच पाउनु ठूलो अवसर हो, तर अर्कोतिर बढ्दो व्यापार घाटा र भू-राजनीतिक दबावलाई सन्तुलनमा राख्नु उत्तिकै ठूलो चुनौती पनि हो। र अन्तमा एउटा महत्त्वपूर्ण प्रश्नमा आएर यो कुरा टुङ्ग्याउँ, जब चीनले विश्वको आर्थिक इन्जिनको रूपमा आफूलाई बलियो बनाउँदैछ, बाँकी विश्वले यो नयाँ यथार्थलाई कसरी स्वीकार गर्ला, कसरी आफूलाई ढल्ला? यही प्रश्नको जवाफले आउने दशकहरूको विश्वव्यापी व्यवस्था कस्तो हुनेछ भन्ने कुराको आकार निर्धारण गर्नेछ। धन्यवाद।